बिहारको आजको बिहार भन्ने हाम्रो बिहारको पुरुन्दा गोनाबाट जाँदैछु। मेरो बेटा आरुष, मेरो सालो जयमोहन अनि मेरो सालो जग्गु र मेरो कविता गरेर चाहिँ हामी नेपाल प्रस्थान गरेछौँ। धेरैको जिज्ञासा बिहार कस्तो छ भन्दै थियो। आज बिहारको म देखाउँदैछु बिहारको सिनहरू। सालो क्या धेरैले अब नेपालमा कस्तो छ बिहार भन्छ कि सालो, त्यो बिहार कस्तो रहेछ भनेर चाहिँ देखाउँदैछु क्या। अब आज चाहिँ बिहार अब यस्तो हरियाली मौसम राम्रो सुन्दर। नेपालीहरूले त अब कति नेपालबाट अब आफ्नो नेपाल घरमा बसेर अब नेपालीहरूले त अब बाहिर देश डुलेको हुँदैन, थाहा हुँदैन। अनि अब म आज यही भिडियोहरू म देखाउँछु। बिहार यस्तो छ है। ल बिहार चाहिँ मरुभूमि चाहिँ होइन बिहार। अब नेपालीहरूको सोच चाहिँ हो मरुभूमि गर्मी भनेर प्राय बिहार चाहिँ सोच्छ नेपालीहरूले। तर आज प्रत्यक्ष हेरेर कस्तो रहेछ भनेर देख्न सक्नुहुन्छ। नेपालीहरू प्राय आफ्नो घर गाउँ छोडेर डुलेको हुँदैन, त्यही भएर बिहार गर्मी ज्यादा गर्मी भन्छ। तर गर्मी त नेपालमा हुन्छ, तर अलिकति केही मात्रामा यहाँ चाहिँ हुन्छ। तर यहाँ पनि नेपालभन्दा कम चाहिँ छैन हरियालीहरू, बोट बिरुवा। अब मैले पनि पहिला त सोच्थेँ बिहार अब धेरै मरुभूमि होला भनेर, अब तर होइन रहेछ। अब आफ्नै आँखाले देखेर आफैले पाइलट टेकेर अब हिँडिसकेपछि त यस्तो छ ल बिहार। तपाईँहरूलाई म बिहारमा नेपाली गाउँहरू पनि म एक दिन देखाउने छु, कुनै दिन अब टाइम मिल्यो भने। नेपाली गाउँहरू अब नेपालीहरू थुप्रो बसोबास गर्नुभएको होइन अब बिहारमा। तर हामीले नदेखेको नसुनेको पनि छैन कतिपय हामीले। तर हामीले म आफ्नो आँखाले देखेपछि थुप्रो रहेछ। मैले त प्रायः सबै नेपाली गाउँहरू प्रायः डुले, अझै थुप्रो बाँकी छ। तपाईँहरूलाई म एक दिन नेपाली गाउँ पनि देखाउने छु, नेपाली बस्ती। आजलाई चाहिँ यति नै। हस् त, मेरो यो युट्युब च्यानल चाहिँ हेर्दै जानु होला। एकदमै तपाईँहरूलाई म नयाँ ठाउँको नयाँ कस्तो छ भन्ने त्यो ठाउँहरू देखाउने छु।